मेरो नाम दिपेश हो र म 7 डेको स्पिक विथआउट फियर च्यालेन्ज स्टुडेन्टहरूको लागि गर्न लागेको छु हैन। सो मैले धेरै विद्यार्थीहरू स्टुडेन्टहरूलाई देखेको छु हैन, जसलाई चाहिँ हैन एन्सर थाहा छ, क्लासमा के बोल्नुपर्छ थाहा छ हैन, तर बोल्न सकिरहेको हुँदैन टिचरले सोधेपछि हैन। अनि टिचरले सोध्नुहुन्छ तर बोल्न उहाँलाई आइडिया छ के बोल्नुपर्छ, के एन्सर छ भनेर सबै थाहा हुन्छ, तर उ चाहिँ साइलेन्ट भएर बसिरहन्छ क्या। सो तपाईँ यो प्रब्लम फेस गर्नुभएको छ हैन, तपाईँले आफूलाई फुल्ली एक्सप्रेस गर्नु सक्नुभएको छैन हैन, तपाईँलाई बोल्न डर लाग्छ हैन, तपाईँलाई के बोलौँ के नबोलौँ अप्ठ्यारो हुन्छ हैन, लाइक भित्रबाट कन्फिडेन्स छैन हैन, अनि तपाईँलाई लाइक अब बोल्न मन छ, खुलेर बोल्न मन छ, तपाईँलाई कन्फिडेन्ट हुन मन छ है। सो यो तपाईँको लागि हो है। सो अब मैले किन यो स्टार्ट गरेको भन्दाखेरि हैन, लाइक यो चाहिँ के छ भन्दाखेरि हैन, हामीलाई चाहिँ यो कुरा चाहिँ सिकाइएको छैन क्या। स्कुल डेजमा पनि म पनि त्यति धेरै कन्फिडेन्स थिएन हैन, अनि लाइक बोल्न मन लाग्थ्यो तर म धेरै कुराहरू सेयर गर्न सकिनँ। किन सकिनँ भन्दाखेरि हामीलाई कसैले सिकाएन क्या, बोल्नुपर्छ यसरी बोल्नुपर्छ यसरी बोल्नु हुँदैन भनेर कसैले सिकाएन। यो स्किल नै हो रहेछ हैन, यो स्किल अब स्कुलको सर म्यामले पनि कसैले सिकाउनु भएन क्या। अब र अहिले पनि कसैलाई सिकाइरहेको छैन क्या, मैले नोटिस गरेको छु कुरो हैन। त्यति बेला सायद सिकाएको भए मैले आफूलाई खुलेर एक्सप्रेस गर्न पाउँथेँ होला, एक्सप्रेस गर्थेँ र एक्सप्लोर गर्थेँ होला, र म आफू बी माइसेल्फ चाहिँ बढी हुन्थेँ क्या। सो यो च्यालेन्जबाट हैन तपाईँले के पाउनुहुन्छ भन्दाखेरि है, के पाउनुहुन्छ भन्दाखेरि तपाईँले हैन लाइक अब क्लासमा तपाईँले डर बिना तपाईँले बोल्न सक्नुहुन्छ हैन, तपाईँ डर हट्छ पुरै तपाईँको हैन, अनि तपाईँको ओभर थिङ्किङ हैन कम हुन्छ बोल्दाखेरि, के नबोल्ने के बोल्ने सबै कम हुन्छ क्या, र तपाईँको बेसिक कन्फिडेन्स चाहिँ हैन कम्युनिकेसनमा चाहिँ बवाल हुनेवाला छ क्या। सो है यो कसको लागि हो त? सो यो कसको लागि हो भन्दाखेरि स्पेसली एसइई दिएर बस्नुभएको विद्यार्थीको लागि हो है, र अरू सबै स्टुडेन्टहरूको लागि हो जसलाई चाहिँ गाह्रो छ, डर लाग्छ हैन, कन्फिडेन्स हुन मन छ र कन्फिडेन्ससँग बोल्न मन छ, आफूलाई एक्सप्रेस गर्न मन छ हैन, आफ्नो आइडियाजहरू सेयर गर्न मन छ, र फुल्ली लाइफलाई जिउनु छ हैन, लाइक मजाले बोलेर कम्युनिकेसन गरेर। सो यो त्यस्तो स्टुडेन्टहरूको लागि रहेको छ है त। सो अब यो चाहिँ यो प्रोग्राम चाहिँ अब यो सेसन चाहिँ भनौँ न, यो च्यालेन्ज चाहिँ मैले है लगभग नेक्स्ट विकदेखि चाहिँ गर्न लागेको छु। कसलाई इन्ट्रेस्ट छ हैन, जसलाई इन्ट्रेस्ट छ जोइनिङ गर्नको लागि हैन, कमेन्टमा स्पिक भनेर कमेन्ट गर्न सक्नुहुन्छ, वा तपाईँले मलाई डाइरेक्ट डिएम गर्न सक्नुहुन्छ है त।